फेरि पनि तपाईहरुलाई स्वागत छ। आज चाहिँ म फेरि पनि चर्चदेखि आएको। सबैजनालाई वेलकम छ मेरो भिडियोमा। सबैजनालाई ह्यापी सन्डे भन्दै म चाहिँ यहाँ चर्चदेखि आउँदा आउँदा चाहिँ फेरि अर्को आमाको बारीमा चाहिँ यस्तो मजाले लटरम्मै साग उम्रिरहेको रहेछ हो। लट्टे साग भन्छ यसलाई चाहिँ। म चाहिँ अब यो साग टिप्न आँटेको छु। बस्तीमा बस्नु चाहिँ यति फाइदा छ कि हरियो साग फ्रेस सागहरू खानु पाइन्छ है साथी हो। तपाईहरु चिन्नुहुन्छ यसलाई के भन्छ? लट्टे साग भन्छ है। यहाँ हेर्नुस् न कति ठुलो मकै बारीमा छ है। तर यो चाहिँ मजाले उम्रिरहेको छ। यहाँ हेर्नुस् है लट्टे चाहिँ यस्तो मजाले आइरहेको छ। यहाँ मात्रै हैन यहाँ परतिर वाउ। गाउँ बस्तीमा बस्नु चाहिँ एकदम फाइदा। हेल्थलाई पनि आफूलाई पनि सब्जीहरू कति त किनी खानु पर्दैन नि त। यहाँ हेर्नु न आमा मैले चाहिँ यति टिपिसकेँ। 2 छाक मात्रै लान्छु बिहान र अहिले बेलुका र बिहानको लागि। धेरै लानु पनि बिग्रिन्छ नि त। साग हो है छिटो ओइलिन्छ कुहिन्छ। तर त्यस्तो गरम त छैन। ठुल्ठुलो मात्रै लाँदैछु। सानोसानोहरू चाहिँ म छोडिरहेको छु नेक्स्ट टाइमको लागि। कति खाने बहुत छ साग। कसलाई मनपर्छ भन्नु है कमेन्ट डाउन बिलो। कोलाई मनपर्छ भन्नु है। यस्तो पाउँछ हरियो पर्यो क्या। बस्तीमा बसेपछि चाहिँ फाइदा। फ्रेस एयर फ्रेस सब्जी एभ्रिथिङ फ्रेस पाउनुहुन्छ है। बस्तीमा बस्नेहरूलाई थाहा छ हैन र? कसो भन्नुहुन्छ हौ साथीहरू? ल्यायो त जरैसँग आयो। कोही चाहिँ घाँस पनि छ। घाँससँग फेरि कोही सुँगुरको चारो पनि छ। सहर बजारमा बस्नेहरूलाई कति याद आउँदो होला नि है। यस्तो हरियो परि देख्दा त कति खाउँ लाग्दो होला नि। चाराहरू सबै किनेर खानुपर्छ है। पाउँछन् कतिवटा जग्गामा त यस्तो साग। तर फ्रेस हुँदैन नि त। यति बिटाकै 50 रुपियाँ 60 रुपियाँ भन्छ सागहरू हैन। तर बजार बस्तीमा यही साग फ्रीमा खानु पाइन्छ क्या। गाइस मैले चाहिँ यति कलेक्ट गरेको छु। बिहान र बेलुकाको लागि त मजाले पुग्छ। ज्यादा लानु पनि बिग्रिने चान्स छ है। उकालो हिँड्दैछु। यस्तो उकालो हिँड्दैछु नि त। चर्च देखाएको भर्खर आउँदैछु चर्चबाट। अनि साग लिएर जाँदैछु। सहर बजारमा बस्नेहरूलाई कति याद आउँदै होला नि होइन। ओके तपाईहरुलाई कोलाई मनपर्छ लाइक गर्नु होला कमेन्ट गर्नु होला है त भन्दै बाइ बाइ।